लाई उत्साह दिन चाहन्छु कि तपाईलाई यो डर त्रास एकदमै तपाईलाई चाहिँ अन्यलतामा राख्नको लागि मैले यो कुरा बोलिरहेको छैन, तर तपाईहरु तयारी हुने समय चाहिँ तपाईहरुको लागि प्रभुले दिदै हुनुहुन्छ। जय मसीह सबैजनालाई, आशा गर्छु आराम हुनुहुन्छ। आज म तपाईहरु बीचमा अनि प्रभुले अब संसारमा हुन आउने कुराको विषयमा मसँग जे बोल्नु भएको छ म त्यो कुरा तपाईहरु बीचमा पस्किन चाहन्छु। अनि प्रभुले मलाई अनि यस्तो परिस्थितिहरू देखाउनु भयो। अनि मान्छेहरू यस्तो परिस्थिति कि मान्छेहरू मलामी गएको हुन्छ अनि च्यानसम्म गएको हुन्छ, जाँदाखेरि बाटो छ तर आउँदाखेरि छैन। यसको मतलब यति ठुलो समस्याहरू अनि संसारमा आउँदैछ। साँच्चै नै जब मान्छेले बाटो खोज्छ तर बाटो पाउँदैन है। अनि यस्तो यस्तो एकदमै अप्ठ्यारो परिस्थितिहरू संसारमा आउने कुराहरू अनि प्रभुले त्यो कुराहरू देखाउनु भयो। र अनि तपाईले सुन्न पाउनुहुन्छ अनि इजरायलतिर अनि कता कता देशमा चाहिँ तपाई सुन्न पाउनुहुन्छ कि पहाडहरू ढल्यो है। अनि यस्तो यस्तो कुराहरू तपाई जुन तपाईले देख्नु भएको छैन अहिलेसम्म त्यो कुराहरू हुँदैछ। हामी चाहिँ वास्तवमा चाहिँ परमेश्वरले जब त्यो देखाउँदै गर्दाखेरि चाहिँ एकदमै अप्ठ्यारो परिस्थितिहरू, मान्छेहरू अब यता बाटो बन्द भयो फेरि अर्कोतिरबाट चाहिँ जान खोज्छ तर त्यताबाट पनि बाटोहरू ब्लक, एकदमै गाह्रो परिस्थितिहरू है। अनि त्यहाँ पछाडि अनि प्रभुले अझै मलाई अझै अगाडि लानुभयो र चारै दिशातिर है अनि यस्तो व्यक्तिहरू देखाउनु भयो प्रभुले। अनि चारै दिशातिर जता कतै एकदमै दुष्ट मानिसहरू मात्रै उहाँले मलाई देखाउनु भयो है। अनि अझै म अगाडि जाँदै गर्दाखेरि चाहिँ अनि प्रभुले मसँग दुईटा शब्द बोल्नु भयो। अनि त्यो देखाइसके पछाडि फेरि दुईटा शब्द उहाँले बोल्नु भयो। अनि त्यो शब्द चाहिँ यो अन्तिम समय हो है। अनि उहाँले चाहिँ यो अन्तिम समय हो अनि म चाँडै आउँदैछु अनि प्रभु चाँडै आउँदै हुनुहुन्छ भन्ने कुरालाई चाहिँ उहाँले भन्नुभयो है। अनि उहाँले चाहिँ एउटा चिन्हको रूपमा पनि उहाँले भन्नुभयो मलाई कि यो चिन्ह चाहिँ यरुशलेम मन्दिर चाँडै नै बन्दैछ भनिकन उहाँले त्यसरी भन्नुभयो है। एकदमै चाँडै नै बन्दैछ भनिकन उहाँले भन्नुभयो। र एकदमै म तपाईहरुलाई उत्साह दिन चाहन्छु कि तपाईलाई यो डर त्रास एकदमै तपाईलाई चाहिँ अन्यलतामा राख्नको लागि मैले यो कुरा बोलिरहेको छैन, तर तपाईहरु तयारी हुने समय चाहिँ तपाईहरुको लागि प्रभुले दिदै हुनुहुन्छ है। अनि यो समय भनेको चाहिँ तपाईहरु मेरो तयारी हुने समय हो, अझै प्रभुको नजिकतामा जाने समय हो यो एकदमै। अनि प्रभुले त्यो देखाउँदै गर्दाखेरि चाहिँ अनि उहाँले चाहिँ त्यो आवाजहरू बोल्दै गर्दाखेरि चाहिँ वास्तवमा उहाँ एकदमै नजिक हुनुहुन्छ। हामी यो वर्ष त्यो वर्ष भने हामी घोषणा होइन, तर प्रभु एकदम नजिक हुनुहुन्छ। कुराहरू मद्वारा बोल्नु भएको छ अनि त्यो कुराहरू म तपाईहरु बीचमा म पस्किएको छु। जुन कुराहरू अब संसारमा हुन आउँदैछन् अनि तपाईहरु यस्तो यस्तो कुराहरू अनि सुन्नुहुन्छ जुन तपाईले अहिलेसम्म सुन्नु भएको छैन है। अनि यस्तो यस्तो भूकम्पको कुराहरू अनि म तपाईलाई भन्न चाहन्छु। अनि भूकम्प चाहिँ एकदम यस्तो भूकम्प कि त्यो चाहिँ तपाईले अहिलेसम्म देख्नु भएको छैन। तपाईले बाइबलमा त तपाईले पढिसक्नु भएको छ, तर अब चाहिँ यो चाँडै हुँदैछ। यो समस्याहरू चाहिँ चाँडै आइरहेको छ है। अनिकालको कुराहरू अनि एकदमै अप्ठ्यारो परिस्थितिहरू अनि त्यो कुराहरू अनि प्रभुले अनि देखाउँदै हुनुहुन्छ। यसकारण म तपाईलाई उत्साह दिन चाहन्छु। अनि अगाडिको दिनहरूमा अनि जसरी अनि रातो अनि रगतको नदी भएको कुराहरू मलाई प्रभुले देखाउनु भयो, त्यो पनि प्रभुले पुरा गर्नुभयो है। अनि थुप्रो यस्ता कुराहरू अनि जुन म तपाईलाई उत्साह दिन चाहन्छु। अनि जुन पोखरामा जुन प्लेन दुर्घटना भयो अनि त्यो पनि 2 महिना अगाडि चाहिँ उहाँले देखाउनु भएको कुराहरू अनि त्यसरी चाहिँ थुप्रो अगमबाडीहरू प्रभुले पुरा गर्नु भएको छ। यसकारण म तपाईलाई उत्साह दिन चाहन्छु कि तपाई एकदमै प्रभुको डर र भय र प्रभुलाई जबसम्म भेटाउनु हुँदैन एकदमै खोज्नुहोस्, प्रभुको नजिक जानुहोस्। यो समय आफूलाई नम्रतामा प्रभुको नजिकमा लैजानुहोस्। म यही नै उत्साह दिन चाहन्छु। तपाईहरु तयारी हुनुहोस्, प्रभु साँच्चै नै तपाईको लागि आउँदै हुनुहुन्छ। तपाई खुसी हुनुहोस् कि प्रभु तपाईको लागि चाहिँ आउँदै हुनुहुन्छ, तपाईलाई लिनको लागि आउँदै हुनुहुन्छ। अनि उहाँ चाहिँ वास्तवमा चाहिँ उहाँ बादलमा आउँदै हुनुहुन्छ तपाईलाई लिनको लागि। यसकारण चाहिँ खुसी हुनुहोस् र रमाउनुहोस्, आफूलाई तयारी गर्नुहोस्। गॉड ब्लेस यू।